यो अयुबको पुस्तक 23 अध्यायको 12 पदलाई यसले लेखेको छ, उहाँको मुखबाट निस्कने आज्ञालाई म इन्कार गर्दिन। मेरो दैनिक भोजनभन्दा उहाँले भन्नुभएको कुरा मैले मेरो हृदयमा धेरै सञ्चय गरिराखेको छु। हालेलुया, हालेलुया। अब शीर्षक लेख्नुहोस् तपाईले, हामी प्रभुमा कसरी हामी आत्मिकी हुने, प्रभुमा हामी कसरी आत्मिकी हुने, हामी प्रभुमा कसरी बढ्ने भन्ने कुरा आज तपाईँको बिचमा यो वचन खण्डबाट मैले ल्याएको छु। आज धेरैजनाको प्रश्न के छ भन्दाखेरि चाहिँ प्रभुमा म कसरी बढ्ने, आत्मामा म कसरी वृद्धि हुने, कसरी चाहिँ मैले परमेश्वरको वचनलाई धारणा गरेर भूत आत्माहरू निकाल्ने, होइन कसरी म विश्वास योग्य भएर समस्याको पहाडहरूलाई हटाउने, कसरी चाहिँ म विभिन्न यी शक्तिहरूलाई, अन्धकारकी शक्तिहरूलाई मैले कसरी चाहिँ जराइदेखिबाट उकालेर फ्याँक्ने भन्ने कुरा चाहिँ धेरैजना मानिसहरूको के छ प्रश्नहरू भइराखेको हुन्छ। आज तपाईँलाई म परमेश्वरमा कसरी आत्मिक रूपमा हामी वृद्धि हुने भन्ने कुराहरू तपाईँलाई म सिकाइराखेको छु, भन्न लागिराखेको छु। मेरो जीवन गवाईबाट र वचनबाट केही कुराहरू तपाईँलाई सेयर गर्न चाहन्छु। हालेलुया। एक नम्बरमा चाहिँ के हुनु पर्यो भन्दाखेरि तपाईँलाई मलाई चाहिँ वचनको ज्ञान हुनु जरुरी छ। हालेलुया। के को ज्ञान हुनु जरुरी छ रे? वचनको ज्ञान हुनु जरुरी छ। तपाईँलाई वचनको ज्ञानै छैन, तपाईँ वचन पढ्नै हुन्न, परमेश्वरको जीवित वचन तपाईँ पढ्नै हुन्न भनेदेखि तपाईँ आत्मामा वृद्धि हुन सक्नुहुन्न। हालेलुया। त्यस कारणले गर्दा जहिले पनि जसुकैले जे भने पनि त्यो कुरालाई पत्याइहाल्ने, आमेन भनिहाल्ने, हालेलुया भनिहाल्ने, प्रेज द लर्ड भनिहाल्ने। भाइ हामी कतिजनाको बानी हुन्छ यो भन्नु पनि पर्छ, तर सबैभन्दा ठुलो कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ वचनले के भनेको छ, पास्टरले के भनेको होइन, टिकनले के भनेको होइन, वक्ताहरूले के भनेको होइन, तर वचनले के भनेको छ भन्ने कुरा चाहिँ तपाईँले मैले जान्नुपर्ने हुँदछ। हालेलुया। त्यसको लागि तपाईँले के दिनुपर्छ भन्दाखेरि वचनमा तपाईँले मन लगाउनुपर्छ, वचन तपाईँले हेर्नुपर्छ, वचनलाई तपाईँले अभ्यास गर्नुपर्छ, वचन तपाईँले बुझ्नुपर्छ है। त्यसले चाहिँ तपाईँलाई के गर्छ भन्दाखेरि तपाईँलाई चाहिँ आत्मिक रूपमा बढ्नको लागि तपाईँलाई सहायता गर्दछ। हालेलुया। वचनलाई तपाईँले जब मनन गर्नुहुन्छ तपाईँको आत्मिक लेभलहरू चाहिँ वृद्धि भएर जाँदछ। हालेलुया, हालेलुया। त्यस कारणले गर्दा तपाईँलाई थाहा छ गाई भैँसीहरू दिनभरि उनीहरू चर्छ, चरिपछि बेलुका घरमा आएर जब उनीहरू आफ्नो वासस्थानमा उनीहरू फर्किन्छन् अनि उनीहरू गोठमा फर्किँदै गर्दाखेरि त्यो भित्र भएको घाँसलाई उकालेर के गर्छ, चपाइ बस्छ। हो कि भन्नुहोस् त, चपाइ बस्छ नि, कसै गर्दैन हो। त्यसलाई चाहिँ मनन भन्छ कि जब तपाईँ वचन पढ्नुहुन्छ त्यसलाई फेरि घरमा गएर तपाईँले खिची भनेको रहेछ, के कुरा चाहिँ यहाँ लेखिएको रहेछ, पास्टरले भनेको अनि वक्ताले भनेको सही छ कि छैन भनेर तपाईँले चाहिँ वचनलाई तपाईँले मनन गर्नुपर्दछ। हालेलुया। जब तपाईँ यो वचनलाई मनन गर्नुहुन्छ तपाईँले साँच्चीकै तपाईँको आत्माको लेभलहरू चाहिँ वृद्धि भएर जान्छ, तपाईँ आत्मिक रूपमा तपाईँ बढ्दै जानुहुन्छ। हालेलुया। त्यस कारणले गर्दाखेरि तपाईँ र म वचन पढ्ने, कण्ठा गर्ने अनि त्यसलाई घोषणा गर्ने अनि त्यसलाई तपाईँले अभ्यास तपाईँले मैले गरे गर्ने अनि परमेश्वरको जिउँदो वचनलाई तपाईँले आफ्नो रियालिटी तपाईँले देख्न सक्नुहुन्छ। हालेलुया। त्यस कारणले गर्दा तपाईँ मरेको मान्छेहरूलाई पनि तपाईँले बिउताउन सक्नुहुन्छ, बिरामीहरूलाई तपाईँले हटाउन सक्नुहुन्छ, रोग बिमारीहरूलाई तपाईँले पन्छाउन सक्नुहुन्छ, समस्याको पहाडहरू तपाईँले लात दिएर फुटबल खेल्न सक्नुहुन्छ। तपाईँसँग के हुनु पर्यो? एक नम्बरमा वचनको ज्ञान हुनु आवश्यक छ। हालेलुया। सबैले भन्नुहोस् न, मसँग वचनको ज्ञान हुनु जरुरी छ। एक नम्बरमा तपाईँले वचनको ज्ञान तपाईँलाई हुनु जरुरी छ, जसले तपाईँको आत्माको लेभललाई वृद्धि गर्दछ। हालेलुया, हालेलुया। त्यस कारणले गर्दा यहाँ अयुबले के भन्छन् भन्दाखेरि चाहिँ उहाँको मुखबाट निस्केको आज्ञालाई म इन्कार गर्दिनँ, परमेश्वरको मुखबाट निस्केको वचनलाई चाहिँ के गर्दिनँ अरे? इन्कार गर्दिनँ, म त्यसलाई हेला गर्दिनँ। के भनेको छ? दैनिक भोजन भन्दा हामीले शरीरमा जति भोजन हामी दैनिक खाइराखेका छौँ, 2 टाइम 3 टाइम 4 टाइम हामी खाइराखेका छौँ, त्योभन्दा बढी होइन। उहाँले के भन्नुहुन्छ? परमेश्वरले भन्नुभएको वचनलाई
उहाँको हृदयमा हाम्रो हृदयमा सञ्चय गरी राखिएको छु भनिकन अयुबले भन्छन्। तपाईँलाई थाहा छ अयुबको जीवनमा थुप्रोवटा समस्याहरू बाधाहरूले झेल्न पर्यो, तर ती सबै कुराबाट अडिक हुन सिकाएको चाहिँ केले भन्दाखेरि चाहिँ परमेश्वरको वचनले नै हो। हालेलुया। परमेश्वरको वचनले नै उसलाई के गर्न सिकायो? स्थिर हुन सिकायो। परमेश्वरको वचनले नै उसलाई ती सबै रोगहरूबाट जिउनलाई सिकायो, रोगहरूबाटलाई त्यसलाई तोड्नलाई, त्यो कुरालाई सामना गर्नलाई परमेश्वरको वचनले नै सिकाएको छ। हालेलुया। त्यस कारणले गर्दा तपाईँ र म पनि हरेक समस्याको पाहाडहरूलाई फुटबल खेल्नको लागि, हरेक समस्याको थुप्रो पाहाडहरूलाई तपाईँले हटाउनको लागि तपाईँ र मैले पनि अयुबले जस्तै तपाईँले र मैले परमेश्वरको वचनलाई सञ्चय गरेर अथवा त्यसलाई हामीले कण्ठ गरेर होइन, परमेश्वरको वचनलाई मनन गरेर परमेश्वरको वचनलाई हाम्रो हृदयमा हामीले राख्नु जरुरी छ। हालेलुया। जसले चाहिँ तपाईँ र मलाई अघि बढ्नको लागि, सबै समस्याबाट हामी विजय पाउनको लागि हामीलाई साथ दिँदछ। हालेलुया। आमेन। त्यस कारणले गर्दा पहिलो पत्रुसको पुस्तक 2:2 भन्छ, लेख्नुहोस्, तपाईँले लेख्नुहोस्। पहिलो पत्रुसको पुस्तक 2:2 के भनेर लेखेको छ भन्दाखेरि चाहिँ नयाँ जन्मेका बालकहरू जस्तै शुद्ध आत्मिक दुधको तृष्णा गर, त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दै जान सक्नेछौ। हालेलुया। नयाँ बालकहरू जस्तै आत्मिक दुधको तृष्णा भनेको के हो? बालकले आफ्नो आमालाई देखेन भनेदेखि के हुन्छ भन्नुहोस् त? छटपटिन्छ नि, रुन्छ, उसलाई पीडा हुन्छ आफ्नो आमा कहाँ गए। हामी यानि कि अहिले हामी यत्रो भइसक्दा पनि हाम्रो आमा हाम्रो साथमा हुनु भएन भने आमा कहाँ जानुभयो, कता जानुभयो, हामीलाई तृष्णा हुन्छ। त्योभन्दा बढी बालकहरूलाई त्यो तृष्णा हुन्छ। हालेलुया। त्यस्तै तृष्णा, त्यस्तै आत्मिक तृष्णा, परमेश्वरको वचनप्रति तृषित हुने है, त्यस्तै आत्मिक तृष्णा चाहिँ तपाईँहरूले र मैले परमेश्वरमा हामी गर्नुपर्छ। हालेलुया। अब हामी तपाईँ र म खालि दुध मात्रै खाएर बस्ने विश्वासी चाहिँ फेरि बन्नु भएन। तृष्णा चाहिँ हामीले त्यही प्रकारको तृष्णा हामीले गर्नु पर्यो। तर बच्चाले जस्तै दुध मात्रै खाने, दुधमा मात्रै हामी मन लगाउने भयो भने चाहिँ हामी आत्मामा बढ्न सक्दैनौँ। अब हामी चाहिँ के भएको मान्छे हो भन्नुहोस् त? शरीरमा हामी बढेका व्यक्तिहरू, हामीलाई अब खदिलो भोजनहरू चाहिन्छ। तपाईँहरूमा स्वस्थ रहनको लागि तपाईँलाई मैले दुधले मात्रै पुग्दैन, अब हामीले तपाईँले र मैले हड्डी पनि चबाउन सक्नुपर्छ। तपाईँ र म आत्मिक रूपमा, शारीरिक रूपमा तपाईँ र म तन्दुरुस्त हुनको लागि हामीलाई थुप्रो प्रोटिन खानेकुराहरू चाहिन्छ। माछाहरू चाहिन्छ, हामीलाई अन्डाहरू चाहिन्छ, ढिँडोहरू, रोटीहरू हामीलाई चाहिन्छ, हो कि होइन भन्नुहोस् त? जसले गर्दा तपाईँ र मलाई चाहिँ के हुन्छ? हामी शरीरमा बलियो हुन्छौँ, हामी साहसी हुन्छौँ, हामीलाई सबै कुरामा बढ्नमा हामीलाई मद्दत गर्छ। त्यस्तै तपाईँ र म आत्मामा बढ्नु हुनुदेखि चाहिँ नि तपाईँले र मैले परमेश्वरको वचनलाई लिएर हिँड्नु जरुरी छ। हालेलुया। तपाईँ आत्मामा तपाईँ बलियो हुन चाहनुहुन्छ? को चाहनुहुन्छ? हात उठाउनुहोस् त। आजदेखिबाट तपाईँले भन्नुहोस्, परमेश्वरको वचनलाई, परमेश्वरको ज्ञानलाई तपाईँले लिएर हिँड्ने व्यक्ति बनिनुहोस्। हालेलुया। दुध खाने बच्चा जस्तो खालि मलाई दुध ल्याउन, खालि मलाई दुध ल्याउन, खालि मलाई दुध ल्याऊ, रोगको छ च्याचेरा म्याचे गरेको छ, त्यस्तो खालको विश्वासी तपाईँ र म नहौँ। तपाईँ र म चाहिँ अब हड्डी पनि चपाएर खाने होइन, ठुलो ठोस पदार्थहरू होइन, हड्डीहरू चपाउने, ढिँडोहरू खाने, रोटीहरू खाने व्यक्ति तपाईँ र म बनिनुपर्छ। परमेश्वरको वचन जब तपाईँ र मैले खाएर हिँड्छौँ, सबै अन्धकारको शक्तिहरू, अन्धकारले ल्याएका सबै बन्धनहरू तपाईँले र मैले परमेश्वरको वचनको ज्ञानले अनि आत्मामा हामी बढेर त्यो कुरालाई हामी फुटाउन सक्छौँ। हालेलुया। हालेलुया। त्यस कारणले गर्दाखेरि तपाईँ र म दुध मात्रै खाने भनेदेखि जहिले पनि हामी अरूको मात्रै भर पर्छौँ। के हो रे? दुध मात्रै खायो भने हामी जहिले पनि कसको भर पर्छौँ? अरूको भर पर्छ। जस्तो बच्चाले आमाको भर परे जस्तै तपाईँ र म अरूको भर पर्ने हुन्छौँ। बिरामी पर्दा पनि लौ न पास्टरज्यू, अगुवाज्यू, अनि आफूभन्दा अलिकति अग्रज व्यक्तिहरूलाई प्रार्थना गरी हामी माग्छौँ। त्यसको मतलब प्रार्थना नगर्नु भन्ने कुरा होइन, तर गर्नु त पर्छ। तर तपाईँलाई परमेश्वरले यो अधिकार दिनुभएको छ, यो कुरालाई तपाईँले यो ज्ञानमा तपाईँले लिनुभयो भने तपाईँले आफैले तपाईँले हटाउन सक्नुहुन्छ, हो कि भन्नुहोस् त? हालेलुया। त्यस कारणले गर्दाखेरि जहिले पनि अरूको भर पर्ने व्यक्ति हामी नबनाऊ। किनभने परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ,
तपाईँभित्र परमेश्वर हुनुहुन्छ, तपाईँले नै सबै कुरा गर्न सक्नुहुन्छ, होइन? हो कि भन्नुहोस् त? हो नि। तपाईँले मुर्दाहरूलाई बिउताउन सक्नुहुन्छ, तपाईँहरू सबैजनाले मुर्दाहरूलाई बिउताउन सक्नुहुन्छ, रोग बिमारीको पहाडहरू तपाईँले उखालेर फ्याँक्न सक्नुहुन्छ, तपाईँले हटाउन सक्नुहुन्छ। तर त्यसको लागि के गर्नु पर्यो भन्दाखेरि तपाईँले सबैभन्दा ठुलो कुरा चाहिँ वचनको ज्ञान हुनु पर्यो, त्यो अनुसार तपाईँले जीवन जिएको हुनु पर्यो, जसले चाहिँ हामीलाई आत्मामा अझै बढ्नलाई के गर्छ? सहायता गर्दछ। हालेलुया। त्यस कारणले जहिले पनि तपाईँ र म अरूको भर पर्ने होइन, परमेश्वरको वचनमा के भनेको छ, त्यो कुराले के भनेको छ, त्यो अनुसार जब तपाईँले मैले पाइला चाल्छ भनेदेखि हामीलाई सबै कुरामा आत्मिक रूपमा हामी अझै बढ्नलाई हामीलाई सहायता पुग्छ। हालेलुया। हालेलुया। यो चाहिँ परिपक्का विश्वासीमा हुने एउटा गुणहरू हो है, वचनको ज्ञान, त्यो अनुसार हिँडेको, त्यो अनुसार पाइला चालेको। त्यस कारणले गर्दाखेरि हामीले अब एउटा परिपक्वमा हुनुपर्ने विश्वासीहरू कस्तो हुन्छ भन्दाखेरि चाहिँ सुन्नुहोस् है, एउटा परिपक्का विश्वासीमा हुनुपर्ने गुण चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ ऊ चाहिँ जहिले पनि अरूको लागि धाँधोमा उभिएर प्रार्थना गरिदिँदछ। हो कि होइन भन्नुहोस् त? अरूको अगाडि उभिएर प्रार्थना गरिदिन्छ। कसैले दुःख परेको खण्डमा प्रार्थनाबाट हुन्छ, आर्थिक रूपबाट हुन्छ, केही कुराबाट उसले सहायता गरिदिन्छ। ऊ आफै पनि धेरै परमेश्वरको वचनको ज्ञान बटुल्छ अनि अरूलाई पनि सिकाउँछ। सँगै के हुन्छ? उसले राम्रो राम्रो किताबहरू पढ्छ, बाइबलहरू पढ्छ, राम्रो राम्रो प्रभुको वचनहरू पढ्छ, राम्रो राम्रो भिडियोहरू हेर्छ। हालेलुया। राम्रो राम्रो भिडियोहरू हेर्छ। धेरै अब टिकटकमा कतिजना व्यस्त हुने मान्छेहरू हुन्छ। अनि के भन्छ? असल परिपक्वमा विश्वासीमा हुने एउटा गुण चाहिँ ऊ धाँधोमा उभिएर अरूको निम्ति प्रार्थना गरिदिन्छ, अरूको खाँचोमा उसले सहायता पुर्याउँछ, अरूलाई दुःख पर्दाखेरि उसले हेर्छ, समस्या पर्दाखेरि चाहिँ ऊ गएर उभिदिन्छ, दुःखमा पर्दाखेरि हस्पिटलमा बेडमा हुँदै गर्दाखेरि ऊ गएर के गर्न साथ दिन्छ। हालेलुया। राम्रो राम्रो भिडियो, राम्रो राम्रो ज्ञानको किताबहरू पढेर उसले अरूलाई पनि आशिष पुर्याइराखेको हुन्छ। के आज तपाईँ म त्यो खालको विश्वासी हामी बनेका छौँ? हजुर। हालेलुया। हालेलुया। हामी त्यो खालको विश्वासी हामी बनेका छौँ। त्यस कारणले गर्दाखेरि तपाईँ साँच्चीकै परिपक्व विश्वासी हो भनेदेखि चाहिँ तपाईँ र म अरूको लागि धाँधोमा उभिएर प्रार्थना गरिदिने हामी हुनुपर्दछ। अनि त्यस्तो व्यक्तिहरू चाहिँ जब परिपक्व व्यक्तिहरू चाहिँ मलाई कसले आएर भन्देला, कसले आएर मलाई साथ देला, ऊ अरूको भर परे बसिरहेको छ। अनि उसले थुप्रो कुराहरू सोच्छ अनि आफूलाई चाहिँ म किन जन्मेको, म किन चाहिँ यस्तो भएको भनेर आफूले आफूलाई प्रश्न गरेर आफैले नै आफूलाई सरापेर बसिराखेको छ है। त्यस कारणले गर्दाखेरि यो चाहिँ अपरिपक्व भएका विश्वासीहरू हुन्। त्यस कारणले गर्दा तपाईँ कस्तो खालको व्यक्ति हुनुहुन्छ, कस्तो खालको विश्वासी हुनुहुन्छ। अनि त्यस कारणले गर्दाखेरि अनि त्यस्तो व्यक्तिहरू के हुन्छ? खालि अगमवक्ताहरूको पछि अगमबाणी कसैले गर्नलाई, कसैले केही भन्नलाई कि भन्ने पछि परिराखेको हुन्छ। त्यस कारणले अगमबाणी नराम्रो कुरो होइन। अगमबाणी हामीले त्यो कुराहरू हामीले लिनुपर्छ। अगमबाणी चाहिँ विशेष गरी हाम्रो सुधारको लागि, उत्साहको लागि होइन, अनि प्रेरणाको लागि, अगाडि बढ्नुको लागि हामीलाई अगमबाणी चाहिन्छ। तर यी सबै पाउनुमा, यी सबै हुनुमा चाहिँ तपाईँ र मेरोमा परमेश्वरको वचनको ज्ञान हुनु जरुरी छ। हालेलुया। त्यस कारणले गर्दाखेरि किन हुनुपर्छ भन्दाखेरि चाहिँ हामी उहाँको सन्तानहरू हो। उहाँको सन्तान हो भनेदेखि हाम्रो पिताका आज्ञाहरू तपाईँले र मैले मान्नुपर्छ। हो कि भन्नुहोस् त? हालेलुया। त्यस कारणले गर्दाखेरि तपाईँ र म परमेश्वरको ज्ञान, तपाईँ र ममा परमेश्वरको वचनको ज्ञान तपाईँ र मलाई हुनु जरुरी छ। मत्ती 4:4 हामी सबैजनालाई कन्टा छ यो पदहरू। कसैले पढिदिनुहोस् न मत्ती 4:4। येशूले जवाब दिनुभयो, लेखिएको छ, मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्किएको हरेक वचनले जीवित रहँदछ। हालेलुया। यहाँ येशूले के भन्नुभयो? तर येशूले जवाब दिनुभयो, भन्नुभयो, लेखिएको छ, मानिस रोटीले मात्र होइन, शारीरिक खानेकुराले मात्रै होइन, जिउनको लागि चाहिँ के चाहिन्छ भन्दाखेरि चाहिँ यो वचनले के भन्छ? परमेश्वरको मुखबाट निस्केको जीवित वचनले चाहिँ उनीहरू के छ? जिउँदछ अथवा जीवित हुँदछ। हालेलुया। शरीरमा जस्तै तपाईँले खानाको लागि अघि पनि भने हामीलाई राम्रो आफ्नो शरीरलाई फिटनेस राख्नको लागि राम्रो खाना हामीले खानुपर्छ। शरीरलाई राम्रो देखिनको लागि, पेटहरू भ्याताभुत्त ननिस्किनको लागि तपाईँले मैले जिम गर्नुपर्छ, कसरत हामीले गर्नुपर्छ, काम गर्नुपर्छ, विभिन्न प्रोटिन खानेकुराहरू तपाईँले मैले खानुपर्छ।
है शरीरलाई तन्दुरुस्त राख्न हामीले जिम खाएको नभए पनि जानुपर्छ। त्यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ शरीरलाई हामीलाई के गर्छ तन्दुरुस्त बनाउँछ। हालेलुया। तर तपाईँ र म आत्मामा बलियो हुन लागि नै वचनले के भन्छ परमेश्वरको वचन नै हो। जब तपाईँले र मैले परमेश्वरको वचनलाई खान्छौँ त्यसलाई मनन गर्छौँ त्यसलाई अभ्यास गर्छौँ भनेदेखि तपाईँ र मैले असम्भव भन्ने कुरा हामीमा कुनै पनि कुरा छैन। हामीले सबै कुराहरू गर्न सक्छौँ। हालेलुया हालेलुया। त्यस कारणले गर्दाखेरि तपाईँ र ममा के हुनु पर्यो एक नम्बरमा परमेश्वरको वचनको ज्ञान हुनु जरुरी छ। हालेलुया। त्यसको लागि के गर्नु पर्यो वचन पढ्नु पर्यो, वचन मनन गर्नु पर्यो, अभ्यास गर्नु पर्यो। अभ्यास मात्रै गरेर भएन, त्यो अनुसार काम हुनको लागि तपाईँले मैले पाइला चालेर त्यो कुरालाई हामीले प्रयोग गऱ्यौँ भनेदेखि मात्रै त्यसमा कामहरू देखा पर्छ। त्यस कारणले गर्दाखेरि प्रियहरू तपाईँ र म परमेश्वरको वचनको ज्ञान हुनु जरुरी छ। हालेलुया। अब दोस्रो एक नम्बरमा परमेश्वरको ज्ञान, दोस्रो चाहिँ के हो भन्दाखेरि चाहिँ प्रार्थना। लेख्नुहोस् प्रार्थना। दोस्रो चाहिँ प्रार्थना। प्रार्थना चाहिँ के हो त? प्रार्थना के हो भन्नुहोस् त? हामीलाई सृष्टि गर्नु नै, हामीलाई बनाउनु नै, परमेश्वरलाई हाम्रो जीवनमा काम गर्न दिनुको लागि अनुमति दिनु हो। हालेलुया। तपाईँलाई केही काम गर्नु छ भनेदेखि प्रभु म गरौँ कि नगरौँ भनेर प्रभुलाई अनुमति सुझाउँछ। परमेश्वरसँग हामीले सल्लाह माग्नु हो। त्यस कारणले गर्दाखेरि यो प्रार्थनाको विषय मैले छुट्टै एउटा टपिक बनाएको छु। म कुनै बेला म यहाँ प्रचार गर्छु प्रार्थना के हो भन्ने कुराहरू। त्यसैले प्रार्थना तपाईँ मेरो जीवनमा हुनु जरुरी छ। प्रार्थनाले अलौकिक कुराहरूलाई खोल्दछ। हालेलुया। त्यस कारणले गर्दाखेरि त्योसँग थुप्रोवटा प्रार्थनाहरू छन्, अन्य भाषाका प्रार्थनाहरू। घन्टौँ तपाईँ मैले अन्य भाषा हामी प्रार्थना गर्न सक्छौँ परमेश्वरसँग। हामीलाई सबै कुराहरू समेटेर प्रार्थना गर्न अपुग भयो भने तपाईँ अन्य भाषामा प्रार्थना गर्नुहुन्छ, तपाईँले घन्टौँ अन्य भाषा तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ। हालेलुया हालेलुया। हामी एफिसीको पुस्तक 6:18 हेऱ्यौँ भने, एफिसीको पुस्तक 6:18 हेऱ्यो भनेदेखि यहाँ के भनेको छ, सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर, यस उद्देश्यले लगनशील र सार्थक भएर सबै सन्तहरूको निम्ति भने के गर प्रार्थना गर। हेर्नुहोस् त, एकदम नम्रताको सारमा अनुशासनमा तिमीहरू सब समय चाहिँ परमेश्वरमा आत्मामा के गर्नु रे प्रार्थना गर्नु। उद्देश्य चाहिँ के छ भन्दा लगनशील सार्थक भएर सबै सन्तहरूमाथि भनेको हामीमा जोडिनु भएका हाम्रा पिँढीहरूको लागि, हाम्रो सबै मानिसहरूको लागि, हामीसँग भएका हामीसँग जोडिनु भएका हाम्रो परिवारहरूको लागि होइन, हाम्रो सन्तहरूको लागि हामीले चाहिँ के प्रार्थना गर्नु भनेर हामीलाई बाइबलले हामीलाई पटक पटक प्रार्थना गर्नु, निरन्तर तिमीहरू प्रार्थना गर भनिकन हामीलाई बाइबलको वचनले हामीलाई भनेको छ। पहिलो तिमोथी 2:तिर हामी हेऱ्यौँ भनेदेखि, पहिलो तिमोथी 2:तिर हेऱ्यौँ भनेदेखि चाहिँ के भन्छ, राजाहरूको निम्ति, उच्च पद अधिकारीहरूको निम्ति होइन, उच्चमा रहेका मानिसहरूको निम्ति हामीले चाहिँ के गर्नु प्रार्थना गर्नु, देशको लागि प्रार्थना गर्नु, आफ्नो मानिसहरूको निम्ति प्रार्थना गर्नु भनिकन हामी दोस्रो तिमोथीको पुस्तकमा 2:2 हामी मुद्रा गयो भने त्यो कुराहरू हामी पाउँछौँ। हालेलुया। त्यस कारणले गर्दाखेरि युद्धको पुस्तक 1:20 हामीले हेऱ्यौँ भनेदेखि चाहिँ प्रार्थनाद्वारा तिमीहरू चाहिँ विश्वासमा दृढ भर्दै तिमीहरू पवित्र आत्मामा बढ्दै जाऊ, प्रार्थना गर है। त्यस कारणले गर्दाखेरि दोस्रो पहिलो कोरिन्थीको पुस्तक 14:13-14-15 हामी हेऱ्यौँ भनेदेखि त्यहाँ हामीले चाहिँ के गर्नु, अन्य भाषाहरूमा प्रार्थना गर, अन्य भाषा बोल्ने अर्थ खोल्नको निम्ति प्रार्थना गर भनिकन हामीलाई सिकाउँछ। अनि अन्य भाषाले चाहिँ तपाईँको आत्मिक जीवनलाई चाहिँ तपाईँलाई वृद्धि गराउँदछ। हालेलुया। थुप्रोवटा यसको फाइदाहरू छन्। त्यस कारणले गर्दाखेरि तपाईँले मैले चाहिँ प्रार्थना गर्दै चाहिँ आत्मा चाहिँ हाम्रो आत्माले अनि त्यसरी हाम्रो दिमागले जस्तै हामीले प्रार्थना गर्छौँ, हाम्रो आत्माले पनि त्यस्तै प्रार्थना गर्नु जरुरी छ। रोमीको पुस्तक 8:26-27 हामीले हेऱ्यौँ भनेदेखि, रोमीको पुस्तक 8:26-27 हेऱ्यौँ भनेदेखि चाहिँ तिमीहरू चाहिँ प्रार्थना गर्नलाई चाहिँ तिमीहरूले झ्याउ नमान्नु होइन, झ्याउ नमान्नु। अनि झ्याउ नमान्नु चाहिँ के हो भन्दाखेरि चाहिँ प्रार्थना राख्ने चाहिँ के हो भन्दा चाहिँ आत्मिकपन हो है, आत्मिक मान्छेहरू हो त्यो चाहिँ। यदि तपाईँलाई प्रार्थना गर्न झ्याउ लाग्छ
वचन पढ्नलाई तपाईँलाई झ्याउ लाग्छ भनेदेखि तपाईँभित्र चाहिँ त्यो आत्मिकपनहरू छैन, त्यो देखाउने मात्रै हो। त्यस कारणले गर्दाखेरि के भन्छ वचनले हामीलाई प्रार्थना गर्नमा तिमीहरू चाहिँ झ्याउ नमान्नु भनेर हामीलाई परमेश्वरको वचनले हामीलाई भन्दछ। हालेलुया। त्यस कारणले गर्दा हामी खालि दाल भातको निम्ति मात्रै, घरको निम्ति मात्रै, हामी पैसा कमाउनको निम्ति मात्रै होइन प्रियहरू, तपाईँ र म राज्य गर्न निम्ति परमेश्वरले पठाउनु भएको हो। त्यस कारणले गर्दा तपाईँ र म आत्मिक रूपमा हामी वृद्धि हुनु छ भनेदेखि एक नम्बरमा के हुनु पर्यो? परमेश्वरको वचनको ज्ञान। दोस्रोमा चाहिँ के छ? प्रार्थना। यदि तपाईँलाई आत्मिक कुराहरू, आत्मिक प्रार्थना तपाईँलाई मन पर्दैन भनेदेखि तपाईँ संसारतिर तपाईँ हुनुहुन्छ। आत्मिक कुरा चाहिँ नदेखिने त्यो अलौकिक कुरा हो, त्यो कुरामा तपाईँ विश्वास गर्नु चाहिँ तपाईँको जीवनमा उन्नति हुनु। हालेलुया। त्यसैले तपाईँ र म परमेश्वरको एक नम्बरमा वचनको ज्ञान, त्यसपछि प्रार्थना। अब तेस्रो कुरामा के छ भन्दाखेरि चाहिँ आवाज सुन्नु। आवाज सुन्नु। लेख्नुहोस् तपाईँ सबैजनाले, आवाज सुन्नुहोस्। सबैजना भन्नुहोस् त, आवाज सुन्नेछु। सुन्नुहोस् है, अब वचनको ज्ञान, प्रार्थना, त्यसपछि आवाज सुन्ने मान्छेले के गर्छ भन्दाखेरि चाहिँ आफै के गर्न सक्छ? निर्णय लिन सक्छ। के गर्न सक्छ अरे? आफै निर्णय लिन सक्छ। त्यो चाहिँ परिपक्व विश्वासीमा हुनुपर्ने एउटा गुण हो। हालेलुया। जब हामी साँचो राम्रो निर्णय गर्छौँ भनेदेखि हामी आफै पनि के हुन्छौँ? सफल भएर हामी जान्छौँ। यदि जीवनमा निर्णय मात्रै लिन सकेन भनेदेखि जिन्दगी चाहिँ साह्रो बिजोग्छ नि त फेरि। त्यसैले तपाईँले मैले सही निर्णय मैले लिनुपर्छ। आमेन। अनि आवाज सुन्ने व्यक्तिले चाहिँ निर्णय लिन सक्दछ। अरूले के सोध्दछ, अरूले के बोल्दछ, अरूले भनेको कुराहरू होइन, अरूले के गरेको कुरामा होइन, तर वचनले के भनेको छ होइन, त्यो कुराहरूमा भर परेर उसले आफ्नो जीवनको सबै कुरामा निर्णय लिन सक्दछ। कहिले पनि अरूको भर पर्दैन। एक नम्बरमा आवाज सुन्ने व्यक्ति कहिले पनि अरूको भर पर्दैन। त्यसैले ऊ चाहिँ परमेश्वरमा भर परेको हुन्छ। अनि भर पर्ने व्यक्ति चाहिँ एउटा परिपक्व भएको विश्वासी हो। हालेलुया। 3 नम्बरमा चाहिँ के हो अरे? तेस्रोमा चाहिँ के छ अरे? आवाज सुन्नु। चर्च पनि नजाने, चर्चले भनेको जिम्मेवारीलाई पनि पुरा नगर्ने, अनि बाहना के पानी पर्दा पनि बाहना, घाम लाग्दा पनि बाहना, टाउको दुख्दा पनि बाहना, सबै कुरामा बाहना गर्नु चाहिँ अपरिपक्वता विश्वासी हो। त्यस कारणले गर्दाखेरि परिपक्व विश्वासी के हुन्छ भन्दाखेरि एक नम्बरमा ऊ जहिले पनि चर्चपट्टिको कामहरूमा, सेवाकाईमा यति धेरै लगनशील भएर चर्चको पास्टर अगुवाहरूले भनेको कुराहरू, चर्चको लिडरहरूले भनेको कुराहरू, अगुवाहरूले भनेको कुराहरू चाहिँ उसले आफूले पाएको जिम्मेवारीलाई पुरा गर्दछ। हालेलुया। हालेलुया। त्यसलाई चाहिँ बाहना गर्नु पर्दैन। जस्तो सुकै समस्या, जस्तोसुकै जेसुकै गर्ने, यस्तो के भनेर यसरी लात्ताले हानेर, त्यो सबै लात्ताले हानेर ऊ चाहिँ के गर्छ? त्यस कारणले गर्दाखेरि यो परिपक्व विश्वासी चाहिँ कहिले पनि अरूको भर पर्दैन। उसलाई बाहना भन्ने कुरा चाहिँ उसको मनमै, उसको दिमागमै हुँदैन परिपक्व विश्वासीमा चाहिँ। हालेलुया। त्यस कारणले गर्दा तपाईँ म परिपक्व विश्वासी हो भनेदेखि जस्तो सुकै आधी उरी बेरी आए पनि चर्चप्रति आफ्नो भूमिका, चर्चप्रति आफ्नो उत्तरदायित्व, चर्चले दिएको जिम्मेवारीमा एकदमै लगनशील भएर ऊ प्रभुको लागि त्रुषित भएर आउँछ। हालेलुया। हालेलुया। त्यस कारणले गर्दाखेरि संसारको कुनै पनि पाहुनाले उसलाई रोक्दैन। संसारको कुनै पनि थोकले उसलाई रोक्न सक्दैन। संसारमा भएको झिसमिचे कुराले उसलाई रोक्न सक्दैन। ऊ जहिले पनि प्रभुको लागि, प्रभुको आज्ञामा भएर ऊ चर्चमा आउँदछ। हालेलुया। यो चाहिँ के हो भन्दाखेरि चाहिँ परिपक्वमा हुनुपर्ने एउटा विश्वासी हुनुपर्ने गुणहरू। अब अर्को छ, त्यस पनि चौथो नम्बर रहेको दिने कुरामा अघि हुनु। हालेलुया। गरिब दुखीहरूलाई लाउन दिनु, उनीहरूलाई नभएकाहरूलाई लाउन दिनु, खाना नभएका खाना दिनु, होइन? यहाँ यी दशंश भेटी, मुठी दानको कुराहरू, यस्तो थुप्रो कुराहरू आउँछ। त्यस कारणले गर्दाखेरि तपाईँ र म एक नम्बर, चौथो नम्बरमा तपाईँ आत्मिक रूपमा वृद्धि हुनको निम्ति पनि केले परिपक्वता जनाउँछ भन्दाखेरि तपाईँले दिएको कुराले पनि तपाईँलाई जनाउँछ। हालेलुया। तपाईँ कतिको प्रभुलाई समय दिनुहुन्छ? प्रभुले भन्नुभएको कुराहरू, समयको कुराहरू, दशंशको कुराहरू, मुठीदानको कुराहरू, भेटीका कुराहरू, अनि गरिबप्रति माया दया देखाउने कुराहरू, लाउनु नभएकालाई लाउन दिने, पास नभएकालाई दिने, त्यो खालको कुराहरू हामी हुन सिक्नुपर्छ। त्यो चाहिँ ख्रिस्टको हृदय हो। अनि ख्रिस्टले हामीलाई त्यो कुरा गर्नलाई सिकाउनु भएको छ। अनि हामी ख्रिस्टका हो भनेदेखि हामीले पनि त्यो कुराहरू हामी गर्नु आवश्यक छ।
मलाकीको पुस्तक 3:10 मा हामी पढौँ ल, एकैसाथ पढौँ ल सबैजनाले। निकाल्नु भयो? मलाकीको पुस्तक 3:10। सम्पूर्ण दशंसा ढुकुरीमा ल्याओ ताकि मेरो घरमा भोजन होस्। यसलाई मलाई जाँचेर हेर। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म स्वर्गको ढोकाहरू गाडेर पर्याप्त ठाउँ नहुनेसम्म आशिष तिमीहरूलाई वर्षाउँछु वा वर्षाउँदिन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। हालेलुया। ढुकुटीमा ल्याओ, ढुकुटीमा ल्याओ, अथवा प्रभुको कामको निम्ति भनेर ल्याओ, अनि मलाई जाँचेर हेर। के भन्नुहुन्छ अरे? मलाई जाँचेर हेर, प्रभुलाई जाँचेर हेर। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म स्वर्गको ढोकाहरू गाडेर पर्याप्त पनि, स्वर्गको ढोकाहरू खोलेर तपाईँमा भएको धन सम्पत्ति राख्ने ठाउँहरूमा पर्याप्त ठाउँ पनि नहुन्जेलसम्म है, स्वर्गको ढोकाहरू गाडेर तिमीहरूलाई म वर्षाउँछु या वर्षाउन दिन्छु अथवा दिदिनँ, तिमीहरूले मलाई जाँचेर हेर। कहिले तपाईँले परमेश्वर जाँच्नु भएको छ दिएर? त्यस कारणले जाँच्छौँ हामी। हालेलुया। त्यस कारणले गर्दा दिने दानी मान्छे झ्याल ढोका चाहिँ के हुन्छ अरे? खुल्ला हुन्छ के, खुल्ला खुल्ला भनेको मतलब सबै कुरा चाहिँ मेरै हो क्या। हालेलुया। सबै कुरा मेरो खुल्ला रूपले परमेश्वरले झ्याल ढोका खोलेर परमेश्वरले हामीलाई त्यो आशिष बनाउनुहुन्छ। तपाईँलाई भनिदेऊ, सुन्नुहोस् है, मलाई त्यहाँ त संसारको जब तपाईँले यो कुरा गर्नुहुन्छ, तपाईँ दानीमा एक हुनुहुन्छ भनेदेखि नि संसारको कुनै पनि माइकल आएर तपाईँलाई असफल बनाउन सक्दैन। हालेलुया। के हो अरे? कुनै पनि मान्छेले तपाईँलाई असफलता बनाउन सक्दैन, तपाईँलाई कमजोर बनाउन सक्दैन, तपाईँलाई धनी हुनबाट तपाईँले कसैले रोक्न सक्दैन, प्रशस्तको जीवन हुनलाई तपाईँले कसैले रोक्न सक्दैन। किनभने मैले भनेको होइन, परमेश्वरको वचनले भनेको तिमीलाई स्वर्गको झ्याल ढोकाबाट तिमीलाई चाहिँ म आशिष दिएछु, वर्षाउँछु या वर्षाउँदिनँ, तिमीले म जाँचेर। तर तपाईँले मैले दिएर चाहिँ कहिलेकाहीँ परमेश्वरलाई जाँच्ने हामीले हुनुपर्छ। हालेलुया। म धेरैपल्ट परमेश्वरलाई जाँचेको छु, परमेश्वरले गर्नुहुन्छ कि हुनु भनेर। परमेश्वरले त एक थोपो पनि नघटाइकन परमेश्वरले मलाई दिनु भएको छ। हालेलुया। एउटा चर्चलाई मैले आफूसँग नभएर गरेको थिएन, बसेको पनि चर्च बनाउँदै थियो, सुन्नु भएको छ, चर्च बनाउँदै थियो। तर अनि चर्च बनाउने खबर पाइसकेपछि मैले घरमा बनाएर मलाई एकदम राम्रै भोज मेजहरू तयार गरिदिएँ। अभिषेकको जन्म प्रभुको निम्ति केही गर्छु भन्ने मान्छेको निम्ति। अनि मैले जसै गरी त्यो 10 त्यो जुन भेटी उहाँको हातमा दिएँ, त्यसको केही समय बादमा परमेश्वरले मलाई धेरै दिन बित्दै नबित्दै परमेश्वरले 1 रुपियाँ पनि नघटाइकन पैसा मलाई कता कताबाट परमेश्वर जुटाइदिनु भयो। हालेलुया। 1 रुपियाँ पनि घटेन है। त्यस कारणले गर्दाखेरि परमेश्वर चाहिँ त्यस्तो व्यक्ति हुनुहुन्छ जसले चाहिँ दिन्छ। हालेलुया। त्यस कारणले गर्दा स्वर्गबाटको आशिष तपाईँ प्राप्त गर्नु हो भनेदेखि, आत्मिक रूपमा तपाईँ बढ्नु भनेदेखि तपाईँ चौथो नम्बर के हुनु पर्यो? तपाईँ दानी हुनु पर्यो। लोभी भएर हुँदैन। लोभ चाहिँ मूर्ति पूजा पाप भनेर बाइबलले हामीलाई भन्दछ। त्यस कारणले गर्दाखेरि तपाईँ र म पैसालाई मालिक बनाउने होइन, के अरे पैसालाई मालिक बनाउने होइन, हामी चाहिँ त्यसको मालिक बन्नुपर्छ। हालेलुया। पैसाको मालिक होइन, पैसालाई हामीले मालिक बनाउने, हामीले त्यसलाई मालिक बनाएर मालिकले के गर्छ? हरेक ठाउँमा बाँड्ने काम गर्छ नि होइन, मालिकले काम गर्छ नि बाँड्ने काम गर्छ। त्यस कारणले गर्दाखेरि तपाईँ र मैले चाहिँ परमेश्वरले दिनुभएको त्यो रुपियाँ पैसालाई, परमेश्वरले दिनुभएको त्यो दिने मनलाई चाहिँ हामीले गुम्साएर राख्यौँ भनेदेखि चाहिँ तपाईँले मैले स्वर्गका आशिषहरू हामी पाउन सक्दैनौँ, आत्मिक रूपमा हामी पढ्न सक्दैनौँ। हालेलुया। त्यस कारणले गर्दाखेरि हामी दिने कुरामा लोभ गर्नु चाहिँ एउटा मूर्ति पूजा जस्तै हो भनेर बाइबलले हामीलाई धेरैपल्ट हामीले भनेको छ है। अनि यस्तो नदिने मान्छेलाई चाहिँ पवित्र कुरा मनै पर्दैन, पवित्र कुरा मनै पर्दैन, उसलाई घृणा मनपर्छ होइन। ऊ कहिले पनि अरूलाई निर्दोष देख्दैन, उसले अरूलाई जहिले पनि खोट मात्रै देखिरहेको हुन्छ। खालि त्यही पिछा चाहिँ यस्तो, खालि त्यही पिछा चाहिँ यस्तो उस्तो कुरा काटिराखेको हुन्छ। नदिने व्यक्तिहरू चाहिँ एउटा दशंश भेटीमा अथवा दान दिने कुरामा लुट्ने व्यक्तिहरू चाहिँ त्यस्तो खालको किचकिचे प्रकारको हुन्छ कि मूर्ख जस्तै। आफ्नै कुरामा त सही, अरू कुरा केही होइन, अरू कुरा पत्याउँदैन। त्यस कारणले गर्दा तपाईँ र म चाहिँ साँच्चीकै हामी आत्मिक हो भनेदेखि चाहिँ
तपाईँ र मैले चौथो कुरामा तपाईँ मैले दानी पनि हुन सिक्नुपर्छ। आमेन, हालेलुया। त्यस कारणले गर्दाखेरि तपाईँ र म जब दानीमा हामी नम्बर 1 हुन्छ भनेदेखि परमेश्वरले तपाईँलाई प्रत्येक गर्नुपर्छ झालो प्रगतिमा सबै कुराहरू दिन्छ है। त्यस कारणले गर्दाखेरि तपाईँ म दानी हुनु पनि आवश्यक छ। हालेलुया। अनि दानी व्यक्तिहरू चाहिँ पवित्र खालको हुन्छ, पवित्र सोच हुन्छ उसको। अनि दुध मात्रै रुचाउने व्यक्तिहरू चाहिँ अघि नै भनेको जस्तै खालि अरूको मात्रै कुरा काट्छ, उनलाई बहाना हुन्छ, चर्च पनि आउँदैन, मण्डली पनि आउँदैन, मण्डलीको जिम्मेवारी के हो, मण्डलीमा मेरो जिम्मेवारी मेरो भूमिका के हो भनेर पनि उनलाई थाहा हुँदैन है। त्यस्तो व्यक्ति तपाईँहरू मसी हुनु हुँदैन। बच्चा जस्तै रुकुरै गर्ने, मागेको मागे खाना हुँदा त्यो काम गर्नु छैन, मण्डली कुरा गर्नु छैन। त्यस कारणले गर्दा तपाईँ र म यदि साँच्चीकै परिपक्व विश्वासीमा हुनुपर्ने कुरो चाहिँ चौथो नम्बरमा के छ भन्दाखेरि चाहिँ दानी पनि हुनु, पवित्र जीवन पनि तपाईँले जिउनु पर्ने हुन्छ। हालेलुया। यी कुरा भएर तपाईँ र म हिब्रू पुस्तक 5:12 हामी हेरौँ ल। हिब्रू पुस्तक 5:12 अब हेर्नु त। तपाईँ र म यति सबै जस्तो पहिलो सुरुमा परमेश्वरको वचनको ज्ञान, दोस्रोमा प्रार्थना, तेस्रोमा के हो आवाज सुन्नु, चौथोमा चाहिँ के हो दानी भएर अब के हुनु पर्यो, हामी के चाहिँ हुनुपर्ने भन्दाखेरि चाहिँ हिब्रू पुस्तक 5:12 देखि हामी 13-14 पढौँ ल। अब यी कुराहरू पाइसकेर के भन्छ वचनले, किनकि यतिको समयसम्म त तिमीहरू शिक्षक भइसक्नु पर्ने थियो, तर अझै पनि तिमीहरू कसैले परमेश्वरको वचनको आधारको शिक्षाहरू सिकाउनु परेको छ। तिमीहरूलाई खदिलो भोजन होइन तर दुध चाहिन्छ। दुधले मात्र खाएर बाँच्ने मानिसहरू चाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन, किनकि त्यो बालकै हुन्छ। खादिलो भोजन त परिपक्व मानिसहरूको निम्ति हो। तिनीहरूले मानिसको शक्ति निरन्तर अभ्यासद्वारा जसले खराब छुट्याउन सक्ने भएका छन्। हालेलुया। अहिलेको वचन सबै यहाँ आएको छ ल। एउटा परिपक्व विश्वासी चाहिँ यत्रो वर्ष भइसक्यो, अब हामी कोही शिक्षक हुनुपर्ने, कोही अगमवक्ता हुनुपर्ने, कोही प्रेरित हुनुपर्ने, कोही प्रचारक हुनुपर्ने, कोही पास्टर हुनुपर्ने, कोही चाहिँ लिडर हुनुपर्ने, तर हामी अझै पनि के भन्छ के छौँ दुधे बालकहरू जस्तै छौँ भनेदेखि चाहिँ तपाईँ र म चाहिँ परमेश्वरको आत्मिक रूपमा हामी बढ्न सकिरहेको छैनौँ है। के भन्छ वचनले, यत्रो वर्षमा हामी शिक्षक भइसक्नुपर्ने, थुप्रो कुराहरू हामी गरिसक्नुपर्ने, अनि खालि हामी खदिलो भोजन नखाएर चाहिँ हामी दुध मात्रै हामी खोजिरहेको जस्तो हामी बालक जस्तो छौँ। तपाईँ र म चाहिँ अब दुध मात्रै खाने विश्वासी नबनौँ। दुध खाने विश्वासी चाहिँ के हो, निपुण नभयो भनेको सबै कुरामा पूर्ण हुँदैन भनेको होइन, न शिक्षामा न वचनमा न त केही कुरामा निपुण अथवा पूर्ण हुँदैन। त्यस कारणले गर्दा तपाईँ र म चाहिँ दुध मात्रै खाएर बाँच्ने मानिसहरू चाहिँ धार्मिक वचनमा निपुण हुँदैन, किनकि त्यो बालकै हुन्छ। तपाईँ र म चाहिँ खदिलो भोजन भनेको अब सबै कुरालाई पचाउन सक्ने, समस्याको पाहाडलाई हटाउन सक्ने, मुर्दालाई बिउताउन सक्ने, रोग बिमारीमाथि हामी विजय गर्न सक्ने हामी परिपक्व विश्वासीहरू बनिनु पर्ने हो, तर हामी त्यो कुराहरू छैन। त्यस कारणले गर्दा हामी सबैजना सिक्दैछौँ। त्यस कारणले अब हामी यत्रो वर्ष भयौँ, खालि हामी विश्वासी मात्रै नबनौँ, ताली मात्रै नबजाउँ, तल बसेर हालेलुया आमेन मात्रै नबनौँ। अब तपाईँ र म कोही शिक्षक, कोही प्रेरित, कोही प्रचारक, कोही मुर्दा उछाउने चङ्गाईको ठुलो एउटा वरदान दान वरदानले भरेर परमेश्वरको राज्यको निम्ति काम गर्ने व्यक्ति हामी निरन्तर बनिन आवश्यक छ। आमेन। अनि यो कुरा भन्नु चाहिँ पहिला सुरु के हुनुपर्छ, परमेश्वरको वचनको ज्ञान, दोस्रो प्रार्थना, त्यसपछि तेस्रोमा आवाज सुन्नु, चौथोमा दानी हुनु। हालेलुया। अनि जब यो कुराहरू हुन्छौँ हामी तपाईँहरूको साँच्चीकै तपाईँ र मैले असल र खराब कुराहरू हामी छुट्याउन सक्छौँ। असल के हो खराब के हो भन्ने कुरा हामीले छुट्याउन सक्छौँ। अनि हामी खादिलो भोजन होइन परिपक्व विश्वासी हामी बन्छौँ। हालेलुया। त्यस कारणले गर्दा हामी कतिको आत्मिक छौँ आफूलाई जाँचेर हामीले हेरौँ है। त्यस कारणले गर्दाखेरि आफूले पाएको जिम्मेवारीले पुरा गर्नुहोस् प्लिज। परमेश्वरको राज्यको निम्ति खटाउनु भएको आवश्यकता जन पास्टर अगुवा लिडर उहाँले भनेको कुराहरू मानिदिनुहोस्, अनि तपाईँले पाएको जिम्मेवारीहरूलाई पुरा गर्नुहोस्। अनि त्यस कारणले गर्दाखेरि पास्टरलाई अगुवाहरूलाई तपाईँले कतिको माया गर्नुहुन्छ मलाई थाहा छैन, चर्चलाई त्यति धेरै माया गर्नुहोस्। तपाईँले यो चर्च चाहिँ कसैले कसैको नसम्झनु, यो चर्च चाहिँ आफ्नो सम्झिनुहोस्। मेरो चर्चको लागि, आफ्नो चर्चको लागि मैले के गर्नुपर्ने, मेरो भूमिका के हो भन्ने कुरा तपाईँले
बिर्सिनु भएन। हालेलुया। त्यसकारणले गर्दाखेरि चर्चलाई आफ्नो सम्झिनुहोस्, चर्चलाई प्रेम गर्नुहोस्, चर्चमा भएको आफ्नो जिम्मेवारीहरूलाई, चर्चमा पाएको आफ्नो जुन दिएको अधिकारहरूलाई, दिएको जुन जिम्मेवारीहरू छ त्यसलाई पुरा गर्ने गर्नुहोस्। त्यसकारणले गर्दाखेरि जब तपाईँले यो कुराहरूलाई खोज्नुहुन्छ, आफ्नो दान वर्धन चलाउनुहुन्छ, अलिक तपाईँ वृद्धि हुनुहुन्छ, तपाईँ आत्मामा बढ्नुहुन्छ है। चर्चले पाएको जिम्मेवारीलाई पनि पुरा गरेको छैन भनेको कुराहरू पत्तै राखेको छैन भनेदेखि तपाईँ र म आत्मिक रूपमा हामी तपाईँ र म बढ्न सक्दैनौँ। हालेलुया। त्यसकारणले गर्दाखेरि तपाईँ र मैले चर्चलाई आफ्नै सम्झिने व्यक्ति पनि हामी बनिनुपर्छ। हालेलुया। त्यस कारणले गर्दा जब चर्चलाई तपाईँले समय दिनुहुन्छ नि आफै टेन्सन भएर डिप्रेसन भएर के सोचेर अरूको बारेमा कुरा काटेर बस्ने हामी हुन्छौँ। त्यस कारणले गर्दाखेरि तपाईँलाई परमेश्वरले डिप्रेसन हुनको लागि बोलाउनु भएको होइन, तपाईँलाई पीडा हुनको लागि परमेश्वरले बोलाउनु भएको होइन। तपाईँ साँच्चीकै शक्तिशाली भएर आँटिलो भएर परमेश्वरको ज्ञानमा बढ्दै गएर थुप्रोवटा पाहाडलाई हराउने व्यक्ति बनाउन खोज्नु भएको हो। हाले आमेन। त्यस कारणले गर्दाखेरि तपाईँको सानोतिनो कुरामा मन दुखाएर, चित्त दुखाएर, डिप्रेसनमा बसेर हामीले आफ्नो जिन्दगीलाई खेर फाल्नु हुँदैन। हालेलुया। किन भन्दाखेरि चाहिँ मर्कुस पुस्तक 11:23 हामीलाई भन्दछ, मर्कुस पुस्तक 11:23 साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयको सङ्ग गर्दैन र आफूले भनेको कुरामा पुरा हुन्छ भने विश्वास गरेर यस पहाडलाई उखालेर त्यो समुद्रमा खस भन्यो भने पनि त्यसको निम्ति यो के छ, सम्भव छ। हालेलुया। त्यस कारणले गर्दाखेरि हामी परमेश्वरको प्रिय सन्तानहरू हौँ। परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ। उहाँले के गर्नुहुन्छ, हाम्रो शिरको केसलाई पनि के गर्नुभएको छ, गर्नुभएको छ। अनि तपाईँ थाहा छ हामीलाई बलुवाको कण भन्नु पनि बढी परमेश्वर तपाईँलाई बारेमा सोच्नुहुन्छ। वचनले भन्छ हामी उहाँको आँखाको नानीहरू हौँ। हालेलुया। उहाँ हाम्रो पक्षमा हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि उहाँ हामीसँग हुनुहुन्छ भनेदेखि तपाईँले मैले शङ्का गर्दैन भनेदेखि तपाईँलाई मैले भनेको सबै कुराहरू चाहिँ हुन आउँदछ। हालेलुया। हालेलुया। किनकि उहाँ चाहिँ संसारमा हुनुभन्दा नि महान हुनुहुन्छ, पवित्र हुनुहुन्छ, शक्तिशाली हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँ र म निरुत्साहित नभइकन, नडराइकन, साहसी आँटिलो जोसका साथ तपाईँ र म प्रभुको सेवा र प्रभुमा परिपक्व भएर बढ्ने विश्वासी हामी बन्नुपर्छ। आमेन। पहिलो सामुएलको पुस्तक 15:22 तर सामुएलले भने होम बलि र बलिदान भन्दा बेसी परमप्रभुले आज्ञा पालन नै रुचाउनुहुन्छ र आज्ञा पालन बलिदान भन्दा उत्तम हो र उहाँको वचन मान्नु भेडाको बोसो भन्दा पनि असल हो र उहाँको आज्ञा उल्लङ्घन गर्नु चाहिँ तन्त्र मन्त्र पाप जस्तै हो, हड्डी हुनु, मूर्ति पूजा गर्नु जस्तै खराब हो। तपाईँले परमप्रभुको वचनलाई त्याग्नु भयो, त्यसरी परमप्रभुले पनि तपाईँलाई राज्यको पददेखि त्याग्नु भएको छ, राजाको पददेखि तपाईँले त्याग्नु। खासमा परमेश्वर तपाईँले मलाई राजा हुन अधिकार गर्न, राज्य गर्न निम्ति परमेश्वरले बोलाउनु भएको। अनि यहाँ के भन्छ भन्दाखेरि चाहिँ आज्ञा पालन चाहिँ होम बलि भन्दा पनि के छ अरे, उत्तम हो अरे। हालेलुया। आज्ञा पालन चाहिँ होम बलि भन्दा पनि उत्तम कुरा हो। परमेश्वरको आज्ञालाई मान्नुहोस्, तपाईँले पाएको जिम्मेवारीलाई पुरा गर्नुहोस्। जब तपाईँ इमान्दारी हुनुहुन्छ भनेदेखि चाहिँ वचनले के भन्छ, थुप्रोवटा बलिदान भन्दा पनि आज्ञा पालन चाहिँ एकदमै त्यही छ, उत्तम। आज्ञाकारी चाहिँ परमेश्वरले रुचाउनुहुन्छ। आमेन। बलिदान भन्दा बढी परमेश्वरले के गरी रुचाउनुहुन्छ, आज्ञाकारी अथवा आज्ञा पालन परमेश्वरले रुचाउनुहुन्छ। कतिजना चाहिँ के भन्छ, चर्चमा जानुभन्दा बरु पैसा कमाउँछु, म 10 वर्ष भेटी पढाउँछु, मेरो त्यति लास्ट त्यतै भने चर्च नजाने 10 वर्ष भेटी चाहिँ पढाउने त्यो हुन्छ होला त, हुँदैन नि। तर परमेश्वरले तपाईँको 10 वर्ष भेटी भन्दा पनि बढी तपाईँ तृषित भएर प्रभुमा आज्ञाकारी भएको परमेश्वर चाहनुहुन्छ। आमेन। परमेश्वर तपाईँ आज्ञाकारी भएको परमेश्वर चाहनुहुन्छ। तपाईँप्रति, उहाँप्रति प्रेम गरेको, उहाँको हृदयप्रति मन लगाएको, वचनमा मन लगाएको परमेश्वर चाहनुहुन्छ। हालेलुया। उहाँको वचनमा तृषित भएको उहाँ चाहनुहुन्छ। अब अन्तिम खण्डमा आइपुगेको छु। त्यस कारणले गर्दाखेरि तपाईँ र म परमेश्वरमा आज्ञाकारी हुनु पनि जरुरी छ। अब अन्तिममा 6औँमा चाहिँ के छ भन्दाखेरि तपाईँ र म आत्मिक रूपमा बढ्नु निम्ति 6औँ चाहिँ के छ भन्दाखेरि कसैप्रति तितो भावना नराख्नु, रोग क्षमाको हृदय हुनु जरुरी छ। हालेलुया। कतिजनाको रोग चाहिँ निको नभएको कारण चाहिँ क्षमै नदिएर, तपाईँको काम नबनेको कारण क्षमै नदिएर, कसैले तपाईँले त्यसकै आफ्नो मनमा थुप्रो रिसहरू पालेको कारणले गर्दाखेरि क्षमा नगरेको कारणले, दुश्मनीको भावना राखेको कारणले गर्दाखेरि अनि उप्रतिको प्रेम नभएको कारणले गर्दाखेरि, अरूको कुभलो चाहेको कारणले गर्दाखेरि
तपाईँ र मैले त्यो कुराहरूबाट उन्नति गर्न सकिरहेका छौँ, आत्मिक हामी बढ्न सकिरहेका छौँ। तर बाइबलले हामीलाई के भन्छ? शत्रुलाई पनि हजुर प्रेम गर्नु। त्यस कारणले गर्दाखेरि हामी सबैप्रति एउटा दयाको भावना हुनु जरुरी छ। कसैप्रति हाम्रो तितो भावना राख्नु हुँदैन। हालेलुया। त्यस कारणले गर्दाखेरि यी सबै कुरा हुनु चाहिँ एउटा परिपक्व विश्वासी हुनुपर्ने गुणहरू हो। अनि तपाईँ र म चाहिँ यो कुराले चाहिँ हामीलाई आत्मिकपनपट्टि, आत्मिक तृष्णापट्टि तपाईँ र मलाई लाँदछ। हालेलुया। अनि तपाईँ र म हामी अघि बढ्न सक्छौँ। थुप्रो कुराहरू छ, मनको नवीकरण कुराहरू, नम्रता कुराहरू, होइन अरूप्रति दयालु हुने कुराहरू, थुप्रो कुराहरू छ। त्यस कारणले गर्दाखेरि अब तपाईँलाई म चुनौती दिन चाहन्छु प्रेरो, तपाईँ र म आत्मिक रूपमा बढ्नुको निम्ति, आत्मिक रूपमा तपाईँ र म अघि हुनलाई के तपाईँले मैले अहिले भनेको जस्तै 1 नम्बरमा के हो? परमेश्वरको वचनको ज्ञान, दोस्रोमा प्रार्थना, तेस्रोमा हजुर आवाज सुन्नु, चौथोमा दानी हुनु, पाँचौँमा हजुर होइन नम्रता। यो आज्ञा यो के भन्छ? नम्रता भन्नु आएछ। नम्रता पनि त्यही कुरा हो, आज्ञाकारी हुनु होइन। अनि 6औं नम्बरमा चाहिँ के छ? कसैप्रति तितो भावना नराख्नु। हालेलुया। त्यस कारणले गर्दाखेरि चुनौती चाहिँ तपाईँले यी सबै कुराहरू आफ्नो जीवनमा लागू गर्नु भएको छ कि छैन विचार गरौँ। हालेलुया। परमेश्वर विशेष धन्यवाद भएको होस्। अनि त्यस कारणले गर्दाखेरि आजको वचनद्वारा परमेश्वरको मय भएको छ। कतिजनाले बुझ्नुभयो, तपाईँलाई परमेश्वरले आशिष दिनुभएको छ। कतिजनाले बुझ्नु भएन, अहिले लेखेको कुराहरू फेरि भरेर तपाईँले रिमाइन्ड गर्नु होला। हालेलुया।